हेलो नमस्ते वेलकम छ मेरो नयाँ भ्लगमा। आज धेरै दिनपछि भ्लग स्टार्ट गरिरहेको छु। आज चाहिँ हामी पोखरीचोक जाँदैछौँ टक्क लाएर। अब आज निस्किँदैछौँ, केटाहरू भर्खर आउँदैछ, हामी चाहिँ निस्किन लागेको टक्क लाएर है। टक्क लाएर चाहिँ नि हामी हिँड्यौँ है पोखरीचोकतिर। बल्ल दाइ रहनु भएर त्यही पनि पुरै आउनु भएन, पुरै आएन, मरजाइ मात्रै आएको अलिक हो। टक्क लाएर हामी हिँड्छौँ, अरू पछि आउँछन्, अझ दिदीहरू पनि आउनुहुन्छ। टक्क लाएर हामी सँगै जान्छौँ है त। टक्क लाएर यस्तो छ केटाहरू। टक्क लाएर हामीले दिदीहरूलाई पनि भेट्यौँ। यहाँ दिदीहरूले यहाँ झोला बोकाएर आएर नि यता झोला बोकाएर आएर नि दिदीहरूले यता फेरि के गर्नु हो र। होइन म त भर्खर के म मिलेन के त्यहाँ हात मिलेन त्यहाँ बोक्न अलिक झोला मलाई त्यहाँ म नबोकेको त्यहाँ है के बोक्दैछ यता। फाइनल हामी चाहिँ त्यहाँनिर आइपुग्यौँ टक्क लाएर। हो त्यहाँ केटाहरू आउँदैछ, दुईवटा आउँदैछ। एउटा सुमन मसरङ्गी भ्लगको ओनर आएको छ त्यहाँ, एउटा यता हिमिकला सारू भ्लगको ओनर हुनुहुन्छ। चप्पलै बिजोग भएछ बिचरा। होइन एउटा कुरा भन्नुपर्दाखेरि हामी चाहिँ यहाँ पोखरी साप आउनु लाग्यो। हाम्रो गाउँ केटीसँग आउने यस्तै झोला बोक्नुपर्छ। त्यहाँबाट म आउन मन लाग्दैन क्या मलाई। त्यहाँबाट झोला बोकाउन हाल्छ। अब के गाह्रै छ। अब दिदीहरूले भनेको मान्नु पऱ्यो, आफूभन्दा ठुलोहरूले भनेको मान्नै पऱ्यो। हात मकै त मलाई यस्तो झोला लाग्छ। त्यहाँ मलाई झोला बोक्नै झोला लाग्छ। लिची छ के गर्ने तर खानै दिन्न, अरूको भन्छ। लिची खान मन लाग्थ्यो हो, के गर्ने हो र। बिचरा यता बोक्न नसकेर ठ्यास पारेर हिँडेछ। यसले यो झोला बोकेको केटी मिलाइदिन्छ भन्दा कि यो झोला बोकेको नत्र पनि बोक्थेन यसले। त्यहाँ बोकेको अझै चलपल पनि भुटुकेको टक्क बास छ के गर्नु हो र। यस्तै छ जिन्दगी टक्क लाएर। हामी चाहिँ टक्क लाएर फाइनली पोखरी साप आइयो है। पोखरी साप ऊ यहाँ चाहिँ नि हिमीको मामा घर हो। हामी यता छौँ है टक्क लाएर। पहिला ऊ त्यहाँ हामी सुतेको ऊ त्यहाँ। पोखरी साप है, यो कोरिजा गाउँ उतापट्टि पनि छ गाउँ। म दोस्रो पटक आउँछु पोखरी साप। गुड मर्निङ साथीहरू। आज हामी 10 दिन टक्क लाएर उठेर सुख धोएर बसेको टक्क लाएर। यता जाममा छ अझैसम्म के गर्ने। अब उता एउटा माथि छ, अब बल्ल झरेछ त्यताबाट। टक्क लाएर हरिदेजेर सुहा छ त्यहाँ कस्तो टक्क लाएर। मेरो त्यहाँको मजाले चोरेर ओइ विशाल म चोरी भयो त। म त चोरी भएँ। मजा चोरी भयो यहाँ झारेको थियो। ओ केटा कसम मजा चोरी भयो मेरो मजा चोरी भयो। दाइ हजुर मजा लाग्यो सक्लानु भयो। ए यता चुक्रेछ दिदी गरेर आएछ हाम्रो ब्रुस टक्क दिदी गरेर हिँडेको है त। टक्क
टक्क लगाएर चाहिँ अब हामी खेल्न हिँडेको है अहिले खानासाना खाएर टक्क लगाएर एकछिन बसेर खेल्न हिँडेको केटाहरू यता छ कि हाम्रो हाम्रो एनिमल खान हो कि हो होइन त्यो चाहिँ नि हाम्रो लिफ्टर त्यो के अरे त्यसको नाम के खान हो के अनि अर्को वाकार खान हो कि के हो चाहिँ नि भित्र छ है हाम्रो निस्किनै छ कला कपडा रहेर छ कि हाम्रो रिया भाइ यहाँ छ है केटीहरूको त हिजो हाम्रो उता हेरौँ न सुके नाच्दै उताखेरि है त ल टक्क लगाएर हान्छ नि खाना खाएर टक्कै हिँडेको विथ दिस म्यान तल चाहिँ नाइट गेम हुँदैछ है टक्क लगाएर तल नाइट गेम हुँदैछ कि तल अब हामी खेल्ने त्यसपछि नाइट गेम टक्क लगाएर है तर देखेन यास लाइन गयो ओ यो त यानमिरमा जस्तो भयो त टक्क यता खाना खानेको लाइन छ कि त फेरि टक्क लगाएर मैले दिउँसो गराउनु पाइनँ भ्लग चार्ज थिएन मोबाइलमा त्यहाँ गराउनु पाइनँ क्या टक्क लगाएर गुड मर्निङ गाइजहरू टक्क लगाएर हामी खानासाना खाएर हिँडेको टक्क लगाएर केटाहरू अरू केटाहरू अगाडि छन् है बाटो बिच टक्क लगाएर अब पानी पर्छ गेम खेल्न मिल्दैन पकडी सब यहाँ एक प्लेट चाउमिन खान्छ है मान्छे हेराउन मान्छे मान्छे बाप्पा यस्तो हुन्छ एक प्लेट हान्ने गरे पुरै पाइन गरे प्लेट टक्क लगाएर यहाँ चाहिँ नि अब गेम सुन्नु है ल है त यो हाम्रो खुङखार प्लेयर हो कि यो अनि यो पनि खुङखार प्लेयर हो साकिनेको खुङखार प्लेयर भरपर्दो हाम्रो भरपर्दो सटर यहाँ चाहिँ हेर बाप्पा फिङ्गर हेर्न दुइटा हाम्रो टोलीहरूलाई यता फेरि के हो के चस्मा लाएर बाप्पा सक्छ त कसैले दुइटा डाइफुटहरू क्या मिजु भएर बल खेलिरहेछ नि फाइनल गाइज हामी चाहिँ हारेर हामी खुसी चाहिँ गरिनेछौँ यसले गर्दा हारेको टक्कल हान्दै घर आइन्छौँ है हामीले जित्न सकेन फाइनली हामी चाहिँ गाइज छित्री गरेका के अरे सर्दीको सिमानामा है मतलब नवलपुर र पाल्पाको सिमानामा टक्क लगाएर ट्यान ट्यान केटाहरू चाहिँ यहाँ चाहिँ हामी कति 5 जना चाहिँ नि बलेरोमा आएको अरू चाहिँ नि टिपरमा रहेछ किनकि हामी लास्ट टाइम थियौँ 5 जना फेरि ट्याक्क हामी लास्ट टाइम 5 जना बलेरोमा आएको यो त हामी त सर्दीसम्म घर जाने घर जानु भनेको केटाहरूलाई कुर्ने हो नजाम्न नि यसमा नजाने होला टक्कले यस्तो भएर सुत्र आएको टक्क लगाएर ओहो नि